हेलो नमस्ते। म सुरेश श्रेष्ठ। म चाहिँ विगत यो 1 महिनादेखि चाहिँ यो भेस्टिकको हेलिली नेपालको प्रडक्ट्सहरू युज गरेर आएको छु। मेरो चाहिँ आज ठ्याक्कै 1 महिना भयो जोइन भएको। मैले चाहिँ यो युज गर्ने प्रडक्ट चाहिँ आज हजुरहरूको सामु चाहिँ यसो खाएर चाहिँ यसो देखाऊँ भनेर यसो मैले आज एउटा सानो छोटो भिडियो बनाएको। यो चाहिँ एलोभेरा यसो मैले एकैचोटि खाने गर्छु मैले है। यो एलोभेरा लिएँ मैले एउटा, अनि एउटा यो निम लिएँ हरेक प्रडक्टमा 1 चम्चा, अनि यो चाहिँ अमला लिएँ हैन। अब यो नि फ्याक्सली ओइल एकदम राम्रो, अनि यो गानुधर्मा। त्यसरी मैले एकैचोटि 5 वटा प्रडक्ट्स अहिले लिएर अहिले तपाईँहरूले म कसै भन्नुहुन्छ कि यो एकैचोटि खाँदा साइड इफेक्ट हुन्छ भनेर। यो केही हुँदैन, यो एकैचोटि खाँदा केही पनि हुँदैन, एकदम राम्रो चिज हो। ल हेर्नुहोस्, यो त्यसपछि ल्याएर मैले यो डावन च्यवनप्रास पनि लिन्छु एकछिनपछि। अनि खाना खाएपछि चाहिँ यो हाजमोला पनि खाने गरेको छु। अनि यसो यो मोइस्चराइजर पनि युज गर्छु मैले। यो राम्रो छ, धेरै राम्रो छ। तपाईहरु कोही जो हुनुहुन्छ यो हेल्दी लिभिङ नेपालको प्रडक्ट्स जति नि छ सब युज गर्नुहोस्, एकदम अर्ग्यानिक, साइड इफेक्ट छैन। तपाईँले एकपल्ट युज गरेर हेर्नुहोस्, तपाईँको हेल्दी राम्रो हुन्छ। तपाईँहरू हेल्दी राम्रो नभइकन यसमा यसमा लाग्ने मान्छेहरूले चाहिँ आफ्नो आम्दानीको स्रोत पनि गर्न सक्नुहुन्छ। अनि यसको बारेमा तपाईँहरू आफै रिडिङ अध्ययन गर्नु, सबै कुरा थाहा पाउनुहुन्छ। हामीहरूले भन्ने जरुरी छैन। त्यही भएर आजदेखि तपाईँहरू चाहिँ यो प्लेटफर्ममा लाग्नु होला भन्दै मेरो 2 शब्द यहाँ टुङ्गाउँछु। जय हेल्दी लिभिङ नेपाल।